नेपाली टेलिसिरियलको एउटा नायक, महान नायक हरिवंशद्वारा लिखित पटकथा उहाँले लेख्नुभएको, कथा उहाँले लेख्नुभएको अत्यन्त उत्कृष्ट कृति हरिबहादुरको जुत्ता नेपालभरि प्रदर्शन भइरहेको छ। महानायक भन्छु म टेलिसिरियलका को अरे हरिवंशाचार्यद्वारा उहाँको मुख्य भूमिकामा स्वस्तिमा खड्का, हाम्रो प्रकाश सपुत, अन्य छोटपुट कलाकारहरू पनि हुनुहुन्छ। अत्यन्त बेजोड कथामा लेखिएको चलचित्र, एउटा लेखकले जसरी लेखेको छ चलचित्र त्यसरी नै पर्दामा उतार्न सफल माहुर निर्देशक, एकदमै अहिलेका चल्ती फुर्ता निर्देशक दिपेन्द्र खनालद्वारा निर्देशित चलचित्र हरिबहादुरको जुत्ता हेरिन्जेल कहीँ पनि बोर लाग्दैन। जब जब हरिवंश आचार्य पर्दामा देखिन्छन् तब तब हाँसोको फोहरा उठ्छ। चलचित्र सस्पेन्स छ, मिठो कथामा, सामाजिक कथामा हँसाउँदै एउटा राजनीतिक, अहिलेको राजनीतिक चरित्रलाई पनि व्यङ्ग्य गरेको चलचित्र हरिबहादुरको जुत्ता अत्यन्त राम्रो बनेको छ। यो चलचित्रलाई हेर्न दर्शकहरू ओरिरहेको परिवेशमा म हरिबहादुरको जुत्ता समीक्षा पनि गरिरहेको छु। अत्यन्त निर्देशकीय पक्ष, अभिनय पक्ष, पटकथा, एभ्री पार्ट अफ भेरी वेल। हरिबहादुर जुत्तालाई 10मा म 7 दिन चाहन्छु। भेरी वेल डिरेक्सन, भेरी वेल रिटर्न, भेरी वेल एक्टिङ। बाई बाई। युट्युब च्यानलमा हार्दिक स्वागत गर्न बिदा चाहन्छु।